तेरे चाहिँ साँच्चै हालिदिन्छु हौ साँच्ची कमेन्ट गर्ने ठाउँ थाहा छैन यस्तो युट्युबर हुन्छ कमेन्ट गर्ने एभ्रीवान मलाई गाली गरिरहेछ यो केटीले मलाई कमेन्ट गर्ने सेक्सन देखिन भनेर कस्तो होला भने यार त्यही माथि मान्छे युट्युबर हुन्छ त्यही माथि मासु खान नपाएर चाहिँ उसले झन् बाउलाई हो हाम्रो बुटीवाला दिदीले मासु खुवाउँछु भन्दै पनि हामीलाई मासु खुवाउनु भएन अस्ति एक हप्ता अगाडिदेखि नै उहाँले भन्नुभयो म तिमीहरूलाई मासु लिएर ल्याइदिन्छु है आज सन्डे हामी कुरे भयौँ गाइज यहाँ मासु नआएपछि बिचरा मेरो साथीको मुट्टु नै दुख्यो त्यही भएर चना र अन्डा लिएर खायो उसले मुट्टु दुख भन्ने कुरा होइन क्या सहिले खसी मासु महँगो छ यार के गर्ने त 1 केजी खसी मासु किनेले त 3 केजी ब्रोइलरको मासु आउँछ अब ब्रोइलर खानु मन लाग्दैन के गर्नु त अनि किन चाहिँ मासु किन्न खान दिनु भएको हामीलाई ल भन्नु सुनाइ यहाँ बच्चाको मन रुवाउने कुरा हो यो मन रुवाउने कुरा हो किन अनि सन्चो भएन भनेर उहाँले एक्सक्युजनेस दिनुभयो गाइज प्लिज उहाँलाई केही सजेस्ट गर्नुहोस् अब प्लिज अब यस्तो हुन्छ नि अब आई डोन्ट नो के भयो के बिचारा ज्वाइँ के मतलब ज्वाइँ नाक घुरेको पनि राखिदिन्छु ज्वाइँको नाक घुरेको गाइज केही ड्रेसहरू यस्तो बनाउनु पर्यो भने चाहिँ मेरो दिदीलाई सम्झिनु होला उहाँको बुटिक छ एकदमै सस्तो 100 रुपियाँमा पनि चड्डी सिलिदिनुहुन्छ आउँदैन 100 रुपियाँमा त सिलिदिनुहुन्छ सरस्वतीको सब्सक्राइबर हो भनेर आयो भने चाहिँ सिलिदिनु न प्लिज यार 100 रुपियाँमा चड्डी कसैले सिलाउँछ आफ्नै चड्डी लिएर आयो भने चाहिँ के उसको पल परेछ बिचारा ए यस्तो दिदी लिनु यस्तो छ साडीहरू केही चाहियो भने प्लिज उहाँले सम्झिनुहोस् उहाँले बुटिक मटेरियलहरू मस्त बनाउनुहुन्छ यस्तो नि बनाउनुहुन्छ तर हामीले सुनाउनु मात्रै भएको छ हाम्रो लागि के सिलिदिनुहुन्छ थाहा भएन कहिले सिलिदिने कहिले भनेको छु जेठको कति डेट पनि चाहियो के लगाउने जेठको पहिलो हप्ता ल ए सरस्वतीको भ्युजहरु मेरो सब्स्क्राइबर ए आफ्नो यहाँ गर्ने हैन ल जेठको फर्स्ट विक भन्नु भएको छ जेठको फर्स्ट विकमा हामी सबैजनाले बनाएर युट्युबमा हाल्छौँ गाइजहरु उसको युट्युबमा मेरो भिडियो चाहिँ हाल्नु मिल्ने रे अनि मेरोमा गर भन्दा चाहिँ उसकोमा गर्नु न सब्स्क्राइब गर नभनेर के हाल्छु एकदम हाल्छु के को प्रब्लम कसैलाई बाल मतलब उसले साला भन्दा त केही भएन यार त बानी होस् त साला भनी ल एभ्रीवन थ्यांक यू सो मच मेरो च्यानललाई चाहिँ प्लिज सब्स्क्राइब गरिदिनुस् त्यही हो अरूको गरे नगरे नि मलाई मतलब भएन मेरो चाहिँ पर्यो र हजुरहरूलाई अब चाहियो भने यस्तो लुगाहरू चाहियो भने बुटिक मटेरियल जे पनि उहाँले एकदमै रिजनेबल प्राइसमा चाहिँ सिलिदिनुहुन्छ सो उहाँलाई प्लिज गर्नुहोस् हस् थ्यांक यू सो मच